कार्तिक 1 गते धनतेरसमा प्रत्येक आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो घरमा यी 4वटा चिज खरिद गर्नुभयो, यी 4वटा चिज किनेर आफ्नो घरमा राख्नुभयो भने सम्झिनुस् तपाईको घरमा सुख शान्ति समृद्धि आउँदैछ भनेर। साक्षात माता लक्ष्मीको कृपा तपाईको घरमा पर्नेछ भने तपाई सम्पन्नशाली बन्नुहुनेछ। ती 4वटा सामग्रीहरू यस प्रकारका छन्। पहिलो सामग्री रहेको छ धनियाको दाना, धनतेरसको दिन अनिवार्य रूपमा किनेर ल्याउनु होला। दोस्रो नम्बरमा छ अदुवा किनेर ल्याउनु होला। तेस्रो नम्बरमा छ हल्दीको गाँठ, हल्दी काँचो हल्दी चाहिँ अनिवार्य रूपमा धनतेरसको दिन किनेर ल्याउनु होला। 4औं नम्बर अति महत्त्वपूर्ण छ। 4औं नम्बरमा तपाईले कुचो अथवा झाडु धनतेरसको दिन आफ्नो घरमा ल्याएर राख्नु होला र लक्ष्मी पूजाको दिन पूजा गरेर प्रत्येक दिन तपाईले त्यो झाडुले आफ्नो घरलाई बढार्नु भयो भने सम्झिनुस् तपाईको घरमा सुख शान्ति समृद्धि आउँदैछ भनेर। सँगसँगै आकस्मिक धन लाभ, धन बर्सिन थाल्नेछ। कृपया प्रत्येक आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू जनचेतनाको लागि यो भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महाकाली, जय महालक्ष्मी, जय महासरस्वती।